वरिपरि नारा लगाउने मानिस छैनन्। सामाजिक सञ्जालमा उनको नाम ट्रेन्डिङमा छैन। उनी लोक दोहोरी गायिका समेत हुन्, तर उनको पक्षमा न कुनै कलाकार बोलेका छन्, न त प्रभावशाली अनुहारहरूले उनका लागि आवाज उठाएका छन्। हामी त मेरो ड्याडी मम्मी बितेको, हामी सानैदेखि भाइ बहिनीले एकअर्काको सपोर्टमा अहिले भाइ बहिनीहरू सबै जागिर खाछन्। म त सबैको आमा बाउ भएको थिएँ मेरो घरमा। त्यसपछि चाहिँ अहिले कसैको साथ सपोर्ट छैन। मलाई उसले यो कर्णबहादुर मल्ल अपराधीले मैले उसले फोटो हाल्थेँ, मैले ननिस्टप हालेँ यस्तो गरेँ भनेर। अब प्रशासनहरूले पनि त्यति ध्यान आकर्षण गरेको थिएन। मेरो फेसबुकको टिकटकको वालमा राख्थेँ, मैले दिनमा 2-4वटा पोस्ट राख्थेँ। एउटा अपराधीको नजरबाट चाहिँ म बच्न सकिनँ, किनकि म यत्रो लामो लङ समय मेरो आफ्नै क्षेत्र थियो, आफ्नै गरेर खाएको थियो। हामीले कसैलाई लुटेको होइन, हामीले कसैलाई ठगेन। हामी त एउटा टुहुरो बच्चा हो नि त। अहिले त्यो क्षेत्रबाट अहिले यो ठाउँमा पुर्याउने अपराधी कर्णबहादुर मल्ललाई कस्तो सजाय हुन्छ? मेरो त जिन्दगी नै सक्यो। मेरो त अहिले के छ? मसँग के थिएन? सबै थियो, रूप थियो, रङ्ग थियो, मसँग ज्यान थियो त्यति बेला। अहिले त के छ? मसँग केही छैन। कल्पना पनि गर्न सक्दैन। र मेरो त्यो पहिलाको तस्बिरहरू मेरो मोबाइलको वालमा छ, तर म हेर्न सक्दिनँ। एक महिला आफ्नो जीवन बर्बाद पार्ने घटना विरुद्ध न्याय माग्दै अनवरत एक्लै लडिरहेकी छन्। नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्लले शारीरिक शोषण गरेको उनको आरोप छ। न्यायको कुरा गर्नेहरू समाजमा धेरै छन्, तर न्यायका लागि लड्ने मानिस एक्लै परेको देख्दा उदेक लाग्छ।